जेही पनि इन्टु 3 नै हान्ने नि अझ एउटा 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 तितो सत्य क्या हुन्छ नि एउटा लाइक डार्क ट्रुथ क्या पचाउन नसक्ने के भयो के हुन्छ थाहा छ नेपालमा एउटा दाजुलाई सोधेको दाइ तपाईँको बिजनेस के छ यता नेपालमा गरेर भन्छ भाइ म नेपालमा गरेको छुइनँ यार भाइ म गर्दिनँ अरे किनभने सबले ठग्छ अरे क्या मास के गर्ने अब के गर्नु अब ट्रुथै यस्तै छ अब रियालिटी बरुमा बाहिर होइन प्रोफेसनल नेपालमा प्रोफेसनली गर्छु भन्दाखेरि पनि त्यो हुन्छ नि बानी नै लागिसकेको छ क्या अलरेडी त्यो गफ काम चाहिँ गफ गरेर गर्ने टाइपको क्या प्रोफेसनल हुने हो भने एउटा टाइम लाइनमा एउटा सेट हुनुपर्छ क्या यति दिनभित्र मैले यो भ्याउने यति दिनभित्र यो भ्याउने खालको क्या हुन्छ होला प्रोफेसनल गर्नेहरू पनि छ त्यसले नै अझै अगाडि बढिरहेछ हाम्रो यहाँनिर हुन्छ नि अब धेरै चिजहरू डेभलप भइरहेछ तर पनि प्रायः जसो यसो विचार गर्दाखेरि 100मा कति भन्ने हो 75% चाहिँ अलिकति ल्याङफ्याङै गरेर गर्नु खोजेको त्यो चाहिँ अलिकति गाह्रो छ सिक्किम आउनुहोस् न दाइ दिदीलाई दाइ सिक्किम आउनुहोस् म दिदीलाई फकाउँछु अरे अभि फकाउनु पर्दैन ब्रो कसैले फकाउनु पर्दैन म आफै फकिन्छ आफ्नै हो त अनि किन फकाइराख्नु स्प्राइट एडिटिङ हुँदैछ है यहाँनिर Chill House Records presents Gissing 21. Gissing 21 presents. Bye. Everyone, take care. Good night. है राम्रोसँग बस्नु अब सबैजना आफ्नो ख्याल गर्नु माया गर्नु आफ्नो एकअर्कालाई अनि सबैले एकअर्कालाई सपोर्ट गर्नु जहिले पनि त्यही हो ल टेक केयर एभ्रीवान अनि एकदम बेस्ट विसेस सबैजनालाई फ्युचरको लागि न्यू इयरको नयाँ वर्षको शुभकामना नयाँ कामहरूको नयाँ केही हुँदैछ केही गर्दैछ नयाँ केही आइडिया गर्दैछ भने त्यसको लागि मेरोबाट एकदमै ब्लेसिङ र एकदमै शुभकामना छ तपाईँहरू सबैजनालाई ह्याप्पी न्यू इयर गाइज प्लस किप गोइङ नेभर स्टप यस किप गोइङ and take care everyone good night I love you all yeah Allah